नमस्कार सम्पूर्ण पिटी क्रिएसन हेरेर बस्नुभएका पिटी क्रिएसनका परिवार भनौँ फ्यामिली मेम्बरहरू सबैजनालाई फेरि पनि तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। हामीले तपाईँहरूलाई दैनिक रूपमा प्रयोग हुने भोट भाषाका शब्दहरू सकेसम्म हजुरहरू माझ ल्याउने जमर्को गरिरहेका छौँ। यसका साथसाथै हजुरहरूले भाषालाई बोल्ने मात्र नभएर त्यो भाषाको स्वरूप, त्यो अक्षर, त्यो शब्द कस्तो हुन्छ भनेर केही जिज्ञासा लागेको हुनसक्छ। यो स्वाभाविक कुरा हो, सबैलाई जिज्ञासा लाग्छ। तदनुरूप हामीले तपाईँहरूलाई त्यो भोट भाषाको शब्द, त्यो अक्षर, त्यो नामहरू कसरी चाहिँ सृजना हुन्छ, कसरी चाहिँ रचना हुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै भोट भाषाको अक्षरहरू, अझ भनौँ हामी कुनै पनि भाषा सिक्दाखेरि त्यो भाषाको मूल जड हो अनि अक्षर हामी भन्छौँ व्यञ्जन वर्णहरूलाई जान्न एकदमै जरुरी हुन्छ। त्यही भएर हजुरहरूलाई हामी यस भिडियो मार्फत भोट भाषाको अक्षरहरू, व्यञ्जन वर्णहरू कति हुन्छन्, कस्तो हुन्छ, कसरी उच्चारण गर्न सकिन्छ भन्ने विषयमा छोटो भिडियो बनाएर हजुरहरूलाई जानकारी गर्ने जमर्को गरेका छौँ। आशा छ हजुरहरूले यस भिडियोबाट पनि धेरैभन्दा धेरै लाभ उठाउनु हुनेछ र निरन्तर रूपमा यो पिटी क्रिएसनमा जोडेर बस्नुहुनेछ भन्ने ठुलो आशाको साथ अब हामी आजको भिडियो सुरु गरौँ। धन्यवाद। ल हामी अब आजको भिडियोतर्फ लागौँ। अब मैले यहाँ भोट भाषाको व्यञ्जन वर्ण भनौँ, साल्जे भन्छौँ हामी, यो अक्षर भोट भाषाको जुन व्यञ्जन वर्णलाई मैले यहाँ लेखेको छु। अब हामीले भोट भाषाको व्यञ्जन वर्ण सिक्नुभन्दा अगाडि भोट भाषामा कतिवटा व्यञ्जन वर्ण छ र कतिवटा स्वर वर्ण छ भनेर गन्ती जान्नु पनि एकदमै जरुरी देखिन्छ। अब भोट भाषामा हाम्रो जस्तै अङ्ग्रेजी भाषाको अल्फाबेट चाहिँ तपाईँको 26वटा छ, नेपाली भाषाको चाहिँ हाम्रो व्यञ्जन वर्ण चाहिँ 36वटा छ। त्यसै गरी टिबेटन भाषा अथवा भोट भाषाको व्यञ्जन वर्ण चाहिँ 30वटा हुन्छ। अब 30वटा सँगसँगै अनि हाम्रो नेपाली भाषाको स्वर वर्ण 13वटा भएको जस्तै भोट भाषाको स्वर वर्ण चाहिँ जम्मा 4वटा हुन्छ। यी 4वटै स्वर वर्णले चाहिँ सबै स्वरहरूलाई चाहिँ समेटिने काम, समावेश गर्ने काम गरिन्छ। त्यही अनुसार हामीले यी 30वटा व्यञ्जन वर्णलाई चाहिँ कसरी उच्चारण गर्न सकिन्छ भन्ने बारेमा हामी अब छलफल गर्दैछौँ। अब सङ्ख्या, अक्षरको सङ्ख्याको कुरा गर्दाखेरि 30वटा छ। जस्तै हामी यसलाई उच्चारण गर्नुपर्दा कसरी उच्चारण गर्न सकिन्छ भन्दाखेरि चाहिँ का, खा, घा, घा भनेर उच्चारण गर्न सकिन्छ। अब यसको पनि अब उच्चारण गर्ने तरिका हेर्नुपर्दा चाहिँ अब हामीले उच्चारण कहाँबाट हुन्छ त, अक्षर उच्चारण हुने स्थानहरू हुन्छ, अक्षर उत्पन्न हुने स्थानहरू हुन्छ। त्यो अक्षर उत्पन्न हुने स्थान थाहा पायो भने चाहिँ त्यो अक्षर उच्चारण गर्न चाहिँ एकदमै सजिलो हुन्छ भन्ने हामीले लागेको छ र त्यो अक्षर उच्चारण गर्ने स्थान पनि जान्नु जरुरी छ। अब उच्चारण स्थानहरू थाहा पाउनुभयो भने अति उत्तम हुन्छ। अब थाहा नभए पनि हामीले स्वर सुनेर कसरी उच्चारण गर्नु रहेछ भनेर स्वर सुनेर पनि यसलाई अनुसरण गर्न सकिन्छ। अब भनौँ भने का, खा, घा, घा यी 4वटै शब्दहरू चाहिँ ढिम्बा भन्छ हामी, यो घाँटीबाट, कण्ठबाट चाहिँ उच्चारण हुन्छ, कण्ठबाट उत्पन्न हुन्छ। त्यही भएको कारणले गर्दा यिनीहरू हामीले उच्चारण गर्दा पनि हामी आफै पनि अनुभव गर्न सक्छौँ कि का, खा, घा, घा भन्दाखेरि हाम्रो जुन शरीरको अङ्गहरूमध्ये यो चाहिँ हाम्रो कण्ठबाट अथवा घाँटीबाट उत्पन्न भइरहेको हो भनेर हामी आफै पनि थाहा पाउँछौँ। त्यही अनुसार यसलाई उच्चारण स्थानहरू, उत्पन्न स्थानहरू जाने भने अझै पनि राम्रो हुन्छ। अब त्यो नजाने पनि अब त्यसलाई पनि हामी एउटा छुट्टै भिडियो बनाएर शब्दहरू, अक्षरहरू कुन स्थानबाट उत्पन्न हुन्छ भनेर हजुरहरू सामु पेश गर्ने नै छौँ। अहिलेको लागि चाहिँ सरसर्ती यी अक्षरहरूको उच्चारणमा मात्रै ध्यान दिउँ हामी।
काखा गाङा भइहाल्यो। अब यसमा गएपछि चाहिँ च्या छ्या झा न्या भनेर उच्चारण गर्नुपर्ने हुन्छ। अब सबै शब्दहरू एकदमै सिङ्गल लेटर छ अहिले, एकदमै एकल अक्षर भएको शब्द भएको कारणले गर्दा, अक्षर भएको कारणले गर्दा चाहिँ सबै अक्षरहरूलाई चाहिँ हामीले एकदमै ठुलो स्वरमा, अब के भुम्बो भनिन्छ होइन, ठुलो बाक्लो स्वरमा उच्चारण गर्नु एकदमै जरुरी देखिन्छ सही उच्चारण हुनको लागि। त्यसपछि हामी तेस्रोमा जाउँ, ता था धा ना भनेर उच्चारण गर्नुपर्ने हुन्छ। अब चौथो समूहमा पा था धा ना भनेर उच्चारण गर्नुपर्ने हुन्छ। र त्यसपछि पाँचौँ समूहमा चा छा झा वा भनेर उच्चारण गर्नुपर्ने हुन्छ। त्यसपछि छैठौँ समूहमा शा सा हा या भनेर उच्चारण गर्नुपर्ने हुन्छ। एकदमै धेरै झुकिने ठाउँहरू चाहिँ यिनीहरू पढ्न जान्छ, किनभने यो अक्षरहरू नेपालीमा एकदमै कम छ। नेपालीको जुन तपाईँले व्यञ्जन वर्णमा हेर्नुभयो भने यो सा सा भन्ने शब्दहरू हामीले पाइँदैनौँ। त्यही भएको कारणले गर्दाखेरि चाहिँ यो शब्दहरूमा चाहिँ हामी उच्चारण गर्न एकदमै कन्फ्युज हुन्छ, हामीलाई अप्ठ्यारो पनि हुन्छ। त्यही भएको कारणले यिनीहरूलाई चाहिँ अलिक ध्यान दिनुपर्ने हुन्छ। यसलाई फेरि पनि म उच्चारण गरेर देखाउँछु, शा सा हा या भनेर उच्चारण गर्नुपर्ने हुन्छ। त्यसपछि हामी सातौँ समूहमा जाउँ, रा ला स्या सा भनेर उच्चारण गर्नुपर्ने हुन्छ। अब हामीले नर्मली रूपमा नेपाली अक्षरहरू उच्चारण गर्दाखेरि चाहिँ र भनेर उच्चारण गर्छौँ, तर टिबेटनमा चाहिँ हामीले आकार थपेको जस्तो, अलिक बाक्लो र आकार थपेको जस्तो गरेर चाहिँ उच्चारण गर्नुपर्ने हुन्छ। जस्तै यसलाई रा, यसलाई ला, यसलाई स्या, यसलाई सा भनेर उच्चारण गर्नुपर्ने हुन्छ। र अन्तिमको दुईवटा अक्षर हा आ भनेर एकदमै छोटो अवधिमा चाहिँ यसलाई सकाउनु पर्ने हुन्छ। यसै गरेर हामीले 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 गरी टिबेटियन अथवा भोट भाषाको व्यञ्जन वर्ण अथवा साल्जेको हिजे चाहिँ अक्षर चाहिँ 30 वटा यसरी चाहिँ हामीले सिक्न सकिन्छौँ र देख्न पाइन्छ। अब यहाँ मैले माथि शीर्षक नै लेखेको छु, साल्जे सुम्चु। सुम्चु भनेको चाहिँ के हो भन्दाखेरि, सुम्चु भनेको चाहिँ 30। अब टिबेटियनमा लेख्दा पनि यसरी नै लेखिन्छ सुम्चु। अब हामी नेपालीमा लेख्नु पर्दा पनि यसरी नै लेखिन्छौँ। अलिकति मात्र फरक छ, 3 नेपालीको 3 र टिबेटियनको 3। यसरी सुम्चु भनेर चाहिँ, सुम्चु भनेको 30 भनेर बुझ्न सकिन्छ। र अन्तिममा गएर यी चारवटा चाहिँ इ उ ए ओ गरेर यसको स्वर वर्ण भनिन्छौँ हामी। चारवटा स्वर वर्णहरू छ टिबेटियनमा। यसलाई अब हामीले भन्नुपर्दा घिगु भन्छौँ, यसलाई स्याप्क्यु भन्छौँ, यसलाई ढेङ्गु भन्छौँ, यसलाई नारो भन्छौँ। घिगु स्याप्क्यु ढेङ्गु नारो गरेर चारवटा चाहिँ टिबेटियनमा स्वर वर्णहरू रहेको छ। र यसको स्वरहरू कस्तो हुन्छ भन्दाखेरि चाहिँ यसको हुन्छ इ, आ घिगु इ, घिगुको स्वर चाहिँ इ हुन्छ, स्याप्क्युको स्वर चाहिँ उ, आ स्याप्क्यु उ हुन्छ, र ढेङ्गुको स्वर चाहिँ ए हुन्छ, आ ढेङ्गु ए, र नारोको स्वर चाहिँ आ नारो ओ गरेर यी चारवटा चाहिँ हामीले स्वर वर्णको रूपमा लिन सकिन्छौँ। त्यही भएर व्यञ्जन वर्ण 30 वटा र स्वर वर्ण 4 वटा गरी यी दुईवटा अक्षरको प्रकारहरू चाहिँ भोट भाषामा पाइन्छ। अब म हजुरहरूलाई सरसर्ती यसको उच्चारण गरेर देखाउँछु। हजुरहरूले राम्रोसँग सुनिदिनु होला। साल्जे सुम्चु का खा घा झा चा छा छा न्या ता था धा ना पा फा बा मा चा छा झा वा शा सा हा या रा ला शा सा हा आ इ उ ए ओ
यसरी हजुरहरूले 30 वटा व्यञ्जन वर्ण साल्जे र 4 वटा याङ र टिबेटनमा स्वरलाई चाहिँ याङ भनिन्छ। याङसी भनेको 4 वटा स्वर वर्ण गरेर याङसी साल्जे सुम्चु गरेर चाहिँ दुई प्रकारका अक्षरहरू भोट भाषामा पाइन्छ। र मैले यहाँ हजुरहरूलाई सजिलोको लागि नेपाली भाषामा उच्चारण पनि लेखेको छु। यसरी आकार सबै अक्षरमा आकार लाउनु भयो भने चाहिँ एकदमै प्रष्ट उच्चारण पाउन सकिन्छौँ हामीले। हामीले चाहिँ नर्मली रूपमा चाहिँ आकार लाएन भने चाहिँ हाम्रो नेपालीको शब्दको उच्चारण र टिबेटन भाषाको अक्षरको उच्चारणहरू केही फरक भएको कारणले गर्दाखेरि चाहिँ शुद्ध उच्चारण नआउन सक्छ। हस् त, धन्यवाद।